हे साथीहरू अब सफाइ गर्दैछु है। कसैको भर छैन मलाई, कसैको डर छैन, कसैको भर छैन मलाई, कसैको डर छैन। बाँचे टुप्लुकै मरे पुग्लुकै। हेलो साथी, वेलकम टु ब्याक भ्लग भन्नु थियो कि सफाइ गर्दैछु साथीहरू। तपाईँ देख्नुभयो होला यो सबै चाहिँ मैले झाडु लगाएको साथीहरू। यहाँनिर झाडु सबै लगाएर यहाँदेखिबाट लगाएर लगाएर अनि यहाँ धेरै थुप्रै छ होइन। अनि यो चाहिँ अलिकति काम गर्न सक्दैन, त्यसैले हेला बोल्नुपर्छ। यसको काम मैले हेला गर्नुपर्छ। चित्रुको भयो पुसिना जिन्दगी सम्झिँदा कमाउन मन लाग्छ, मर्ने दिन सम्झिँदा रमाउन मन लाग्छ। गाइस यार घाम भयो यार, गर्मी भयो साथीहरू, के गर्ने यार। पसिना चित्रुको भएको छ। चेक गरिरहेको छु यार। म साथै इँटाहरूले पुरा म गमला राख्न सक्छु। तपाईँको पट्टिनु हुन्न, पट्टिनु भएको छैन, भोलि देख्नु भएको छ नि। इँटाहरूले पनि गमला राख्छु। काम भइरहेछ यहाँ, काम चलिरहेको छ साथीहरू। किन हामीले काम किन गर्छौँ भनेपछि मेरो मालिकहरू आजतिर आफ्नो गाउँतिर गएको छ होइन। त्यसै चाहिँ अब जो काम अराछ त्यो काम गर्नुपर्ने भएको छ। काम अझै यो मात्र बाँकी छ, यो काम सबै पुरा हुन्छ, सफाइ हुन्छ। तपाईँ देख्नु भएको छ कति गन्दा छ भन्ने कुरा यहाँनिर देख्न चाहनुहुन्छ, म देखाउँछु। हेर्नुहोस्, यो सबै गण्डकीहरू हामीले सफाइ गर्ने, यो सबै फाल्ने हामीले होइन। मालिकले के भनेका छ भनेपछि मालिकले के यो सबै हतास भनेछ। अनि त्यसरी न यहाँनिर पनि यो सबै सफाइ गरोस् भनेछ होइन। अनि हामीले यो झाडु लगाइसकेको छौँ, यो चाहिँ यहाँ सफाइ गरिरहेछ। त्यसरी चाहिँ साथीहरू एउटा कुरा चाहिँ के छ भनेपछि म तपाईँहरू भित्र पनि देखाउँछु यार है। भित्र पनि के छ भनेपछि साथीहरू यहाँनिर पनि अब यहाँनिर चाहिँ मैले हिजोनिर यहाँनिर सफाइ गरेको। फेरि पनि भन्छ म्याडमले भन्छ राम्रोसँग सफाइ गरेर छोटु भन्छ। म यो छोटु भने भन्छ है। पहिले अब मैले यहाँनिर मैले आकाश नाम राखेको छु, पहिला आकाश भन्छु, त्यो भन्छ छोटु भन्छ मालिकले।
यहाँनिर चाहिँ यति म चाहिँ यहीमा आएको बवाल गरेर यार मस्ती गर्ने भने यहीमा हो बवाल गरेर डान्स गर्ने मस्ती गर्ने यही यहाँनिर त्यसैले मैले यो ठाउँ चाहिँ यस्तो बवाल लाग्छ कि यहाँनिर म नाच्ने गर्छु डान्स गर्ने गर्छु साथीहरू तपाईँले मेरो फेसबुकमा देख्नु भएको कतै अनि त्यसै कारण यो चाहिँ मेरो कोठा हो साथीहरू कोठा हामीले जब हामीले गर्मी हुन्छ हामी यहाँनिर चाहिँ ड्राइभरहरू सबैतिर बस्ने गर्छ तपाईँले हेर्न चाहनुहुन्छ यहाँनिर चाहिँ पार्टी एसी चलाएको छ यस्तो गर्मी भयो भएर यार अब मालिकले काम गरेर चाहिँ गर्न पऱ्यो होइन यस्तो गर्मी भएको साथीहरू अब हामी चाहिँ चलाउँछौँ है एसीमा मस्त है म चाहिँ किन भनेपछि यो यस्तो लुगा किन लान्छु भनेपछि तपाईँले देख्न चाहनुहुन्छ किन भनेपछि म यस्तो लुगा किन भनेपछि म काम गर्छु यार बढी चाहिँ धुलो मात्र काम गर्नुपर्छ कहिले के काम गर्नुपर्छ अनि त्यसरी चाहिँ म कामको बेला म चाहिँ गन्दा लुगा लगाउनु पर्छु जब काम मेरो पुरा भयो भने साफसफाइ बेला है हामीले चिसो हावा खाने भनेको म चाहिँ नजिकै बस्नु पऱ्यो नि त हावा खान परेको होइन त्यो चाहिँ चिसो हावा खानको लागि अब एकछिन आराम गरेको दालहरू बनाउँछ अब कस्तो गर्नु भएको छ यार नेपाली हामी एकदम सर्टेन भयो मलाई फ्यानहरूले पनि एकदम गरम भयो कि कहिले आउँछ अभी कोनो काम किया था वो थोड़ा हुआ इधर का सारा हो जाएगा उधर जब वो आएगा नहीं गीतमा मेरो आफ्नै भाइ पहले यहाँ निकाल दो ये सब कचरा भर लो यहाँ ले इधर इधर छोड़ दो अभी जब आएगा तो बोरी में लगा के बोरी में डाल के पनि रोगलाई सुट गर्छ इधर छोड़ेंगे है ना जब नवीन आ जाएगा उसका मेरा में बोला है उसको हेरेर अनि उसको ये सारा फेंक देना है ना उसके लिए चाहिँ अब राम्रो बनेको छ भिडियो उसके लिए चाहिँ वो आएगा अनि वो इधर सारा फेंक देगा पता है क्या करेगा हमको जो बोलेगा वही करना है उसके बाद से हो जाएगा काम जरा ढकाव लगे पानी पिएगा ये बोतल बताओ अंदर से यहाँ से बोतल ला पी रहे बैठे कौन पी रहा है ये बोतल में हाँ पानी कौन पी रहा है ड्राइभर यहाँनिर साथीहरू ड्राइभर पनि बस्ने गर्छ साथीहरू यहाँनिर यो चाहिँ अब सरकारी भने जस्तै हो क्या यहाँनिर ड्राइभरहरू आएर पनि यहीँ बस्छ अब हुन्छ नि नोकरहरू बस्ने कोठा चाहिँ यही हो क्या अब यहाँ चाहिँ व्यवस्था छ नि त नोकरहरूले पनि एसीमा टक्कमा बस्नु मेरो मालिकले के भन्छ भनेपछि ड्राइभरहरू सबैले के भन्छ भनेपछि मेरो मालिकले चाहिँ यस्तो भन्छ क्या धूप में क्यों बैठे हो हाँ ये बाहर मत बैठा करो क्योंकि ऊपर जाके ये छत हो नि त ऊपर जाके एसीमा आराम से सो जाओ बैठो भन्छ होइन त्यसपछि मालिकले जब ड्राइभरको जरुरत पऱ्यो भने फोन गर्छ अनि त्यसपछि ड्राइभरहरू चाहिँ जान्छ यहाँनिर मस्त यहाँनिर बस्ने गर्छ साथीहरू ड्राइभर अब काममा जानु पऱ्यो एसी बन्द गर्नु हाँ हाँ आ जाएगा उसमें यार नहीं जो नीचे बोरी है ना ये फाइल है बोरी फाइल है ये अच्छा है ये वहाँ पर बोरी छोटी छोटी है ओके वो नीचे दूसरा पे लेके पता नहीं क्या हो सकता ल ल साथीहरू अहिलेको लागि बाई बाई अब हामी सबै काम गरिहाल्छौँ है ओके फोन क्यों कर दिया है
हँ? हाजी 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 नहीं इधर से बोला इधर यहाँ से हाँ आए हेर्नु भयो साथीहरू यार यहाँनिर भयो अब यहाँनिर गर्न बाँकी छ है एकछिन म तल जानु पर्यो